नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, के तपाईँ धेरै सोच्ने बानीले थाक्नु भएको छ? सानो कुरा पनि बारम्बार दिमागमा घुमिरहन्छ? राति सुत्न खोज्दा पनि दिमाग रोकिँदैन? यदि यस्तो हुन्छ भने त्यो ओभरथिङ्किङ हो। ओभरथिङ्किङले हाम्रो समय, हाम्रो शान्ति र हाम्रो खुसी पनि खोज्न सक्छ। त्यसैले आज म तपाईलाई ओभरथिङ्किङ रोक्ने केही सरल तर शक्तिशाली उपायहरू बताउने छु। 1. सबै कुरा नियन्त्रण गर्न खोज्नु बन्द गर्नुहोस्। साथीहरू, जीवनमा धेरै कुरा यस्तो हुन्छ जुन हाम्रो नियन्त्रणमा हुँदैन, तर हामी त्यही कुरालाई बारम्बार सोचिरहन्छौँ। यसले के हुन्छ भने दिमाग अझै धेरै थाक्छ। त्यसैले जुन कुरा तपाईको नियन्त्रणमा छैन त्यसलाई स्वीकार गर्न सिक्नुहोस्। 2. वर्तमानमा ध्यान दिनुहोस्। ओभरथिङ्किङ प्राय भूतकाल र भविष्यको कारण हुन्छ। हामी सोचिरहन्छौँ, मैले त्यो गल्ती किन गरेँ? भोलि के हुन्छ? तर साथीहरू, जीवन सधैँ अहिलेमा हुन्छ। त्यसैले वर्तमानमा ध्यान दिनुहोस्। 3. आफ्नो दिमागलाई व्यस्त राख्नुहोस्। खाली दिमाग ओभरथिङ्किङको घर हो। जब हामीसँग काम हुँदैन, दिमागले अनावश्यक कुरा सोच्न थाल्छ। त्यसैले पढाइ, काम, एक्सर्साइज वा नयाँ स्किल सिक्नमा समय लगाउनुहोस्। 4. आफ्नो कुरा कसैसँग बाँड्नुहोस्। कहिलेकाहीँ हामी सबै कुरा मनमै राख्छौँ। यसले समस्या अझै ठूलो बनाउँछ। त्यसैले विश्वास गर्ने साथी वा परिवारसँग आफ्नो कुरा शेयर गर्नुहोस्। धेरै पटक बोल्दा मात्र पनि मन हल्का हुन्छ। 5. सकारात्मक सोच बनाउनुहोस्। ओभरथिङ्किङ प्राय नकारात्मक सोचबाट सुरु हुन्छ। हामी सबैभन्दा खराब कुरा कल्पना गर्न थाल्छौँ। तर याद राख्नुहोस्, सबै कुरा हामीले सोचेको जस्तो खराब हुँदैन। त्यसैले सकारात्मक सोच अभ्यास गर्नुहोस्। 6. आफूलाई आराम दिनुहोस्। कहिलेकाहीँ हामी धेरै काम र तनावले थाकेका हुन्छौँ। त्यसैले थोरै आराम गर्नुहोस्। ध्यान, मेडिटेसन, डिप ब्रिदिङ वा प्रकृतिमा समय बिताउनुहोस्। यसले दिमागलाई शान्त बनाउँछ। साथीहरू, ओभरथिङ्किङ रोक्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने आफ्नो दिमागलाई नियन्त्रण गर्न सिक्नु। दिमाग तपाईको हो, त्यसैले दिमागले तपाईलाई नियन्त्रण गर्नु हुँदैन। याद राख्नुहोस्, धेरै सोच्नुभन्दा सही काम गर्नु राम्रो हुन्छ। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मन पर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिटै भेट्नेछौँ। धन्यवाद।